नमस्कार साथीहरू, म धनपालथान गाउँपालिका 2 नम्बर वडा सभापति। आज म तपाईहरुलाई कुनै बाटोको विषयमा लिएर आएको छैन हामी। आज हामी यो पुलको विषयमा लिएर आएको छौं हामी। यो पुल तपाईलाई हाम्रो धनपालथान गाउँपालिका 2 नम्बर वडाभित्र पर्ने पुल रहेको छ र यो पुल 1 वर्ष नबित्दै यहाँ तपाईहरुले पुलको अवस्था देख्न सक्नुहुन्छ। पुलको अवस्था 1 वर्ष नबित्दै यतातिर हाम्रो पुलको पौवाहरू भत्केर गएको छ। तपाईले यहाँ पनि देख्न सक्नुहुन्छ, पुरै त्यहाँसम्म भत्किएको गएको छ। यो मौसम भनेको बर्खाको मौसम आउन आँटेको छ। बर्खाको मौसम पुरै तरिकाले आएको पनि छैन, तर बाढी पीडित त कुनै आएको छैन। बाढी त आएको छैन होला जस्तो लाग्यो मलाई। जुन बाढी नआउँदा पनि यसरी भत्केर गएको छ। करण सर योतिर पनि देखाइदिनु त, यतातिर पनि भत्किएको छ। अब यो विषयमा हाम्रो स्थानीयलाई लिएर म एकजनालाई कसैले प्रश्न गर्न चाहन्छु। स्थानीयलाई लिएर म केही बोल्न चाहन्छु। की छ इटो रास्ताको विषयमा करंग टूटी गेले, बताबो कुछ। ये तो कमजोरी से टूटले ना, कमजोरी से टूटले। अपने मैंने टूटी गेले के तरह सब अभी तोड़ी दिला है ना नहीं आपने मैंने कोई तोड़ता कोई जाने का कोई है करंग टूटले, कोई हथौड़ा बजाते कोई जो बार टूटता है। क्या बे टूटले, के बे टूटले इसकी क्या बे टूटले जी? दक्षिण तरफ एक बार टूटले, उत्तर बगल दक्षिण तरफ कुमार इमर 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 एक बार टूटले। इमर खाली बोल्डर है दिलकर गुटे टाकी कथी दिल बोल्डर है, खाली बोल्डर है। बोल्डर सीमेंट से बोल्डर सीमेंट ने उ बगल देखे छी वो हां वो बगल तो मोटा देले छले, उ बगल मोटा दल के टूटले उ ना टूटले, बगल पतला रहले, ई बगल पतला दल के टूटी गेले। यो साइड टूटी गेले, उ साइड तो दोबारा टूटले न, ई साइड दू बार टूटी गेले। हां एक बार गिरले तो बनल के दोहरा का, हां अब फिर ढली गेले, फिर दोहरा में कभी बनल के ई, हां दोहरा बनल के। तब कल सुनै छियै मुचुलका उठाबे एले रे, तोरा सब मुचुलका के लागि तैयारी हेलर कि नहीं हेलर? हम तो नहीं रहिएले, नहीं रहत रहा सब। ठीक है से अब एरम ई तरीका से अगर विकास हुए त मनम दुख तो सबे घेते, दुख तो हेबे करते हैं जनता के कर के पैसा से जे। अब जब बरसा जबे तो गाड़ी टप्पे न करते तो दुख तो हेबे न करते। ई महीना में जब एरम से रास्ता अब जड़ी बाढ़ पीड़ी देते तब तो कौन की हेते, ई पुल बनावे से छत बरू नहीं बनाना है। हां नहीं ठीक है से धन्यवाद। साथीहरु अब म के भन्न चाहन्छु भने यो पुलको विषयमा, यो पुल बनाउनु भन्दा बरु नबनाकै बेस हुन्थ्यो होला जस्तो लाग्यो मलाई। जनताले तिरेको करको पैसा यसरी दुरुपयोग हुनु कहाँसम्मको उचित देखिन्छ? एकातिर मोटो गरिदिनु, एकातिर पातलो गरिदिनु। यो मौसममा पनि जब यसरी पुलको पौवाहरू भत्किएर गएको छ, झन् बाढीको मौसम आयो भने कसरी हुन्छ? त्यहाँ अर्को पुल हुँदा हुँदै पनि फेरि पनि यहाँ अर्को पुल बनाइयो। किन बनाइयो होला? बनाइयो भने पनि हामीलाई विकास चाहिएको छ, जुन हाम्रो स्थानीय सरकारले दिनुभयो। तर विकास न, मलाई विकास जस्तो लागेन साथीहरु। यो विषयको बारेमा हाम्रो हिजो वार्डको वडा अध्यक्षज्यू लगायत हाम्रो अमाय बरियाती खरबना चौकीको प्रहरी इन्चार्जज्यू पनि आउनु भएको थियो यसको मुचुल्का उठाउनको लागि। त्यसपछि मुचुल्काको लागि हाम्रो स्थानीयहरू कसैको सहमति नहुँदाखेरि, स्थानीयको थुप्रै गुनासो हुँदाखेरि हामी यो ठाउँमा आज पुगेको छौं। र यो ठाउँको विषयको बारेमा तपाईहरुले के भन्न चाहनुहुन्छ? तपाईहरु आफ्नो आफ्नो प्रतिक्रिया दिनुहोस्। धन्यवाद।